सबैलाई नमस्कार। आफ्नै रचना आफ्नै वाचन श्रृङ्खलाको 62औं भागमा हजुरहरूलाई म स्वागत गर्दछु। आजको मेरो कविताको शीर्षक छ कसैसँग झगडा नगरौँ। ख्याल ख्यालैमा जीवन छोटिँदैछ, कसो कसो लहै लहैमा मुस्कुराउन बिर्सँदैछ। ख्याल ख्यालैमा जीवन छोटिँदैछ, कसो कसो लहै लहैमा मुस्कुराउन बिर्सिँदैछ। जीवनको उत्तरार्धमा पनि पूर्वार्धको याद आउँदैछ। जीवनको उत्तरार्धमा पनि पूर्वार्धको याद आउँछ। उमेरले डाँडो काटिसक्यो तर पनि 20-22कै लाग्छ। उमेरले डाँडो काटिसक्यो तर पनि 20-22कै लाग्छ। जीवनको उत्तरार्धमा पनि पूर्वार्धको याद आउँछ। उमेरले डाँडो काटिसक्यो तर पनि 20-22कै लाग्छ। बिहानको स्वच्छ हावामा रमाउँदै प्राणायाम गरिँदैछ। बिहानको स्वच्छ हावामा रमाउँदै प्राणायाम गरिँदैछ। बेलुकाको गोधुली साँझमा साइकल पनि कुदाइँदैछ। बिहानको स्वच्छ हावामा रमाउँदै प्राणायाम गरिँदैछ। बेलुकाको गोधुली साँझमा साइकल पनि कुदाइँदैछ। जीवन अव्यस्त भएपछि सबै चिज राम्रो लाग्दो रहेछ। जीवन अव्यस्त भएपछि सबै चिज राम्रो लाग्दो रहेछ। दिमाग स्थिर भएपछि साहित्य पनि फुट्दो रहेछ। जीवन अव्यस्त भएपछि सबै चिज राम्रो लाग्दो रहेछ। दिमाग स्थिर भएपछि साहित्य पनि फुट्दो रहेछ। दिनभरिलाई चाहिने कुरा शरीरले ग्रहण गर्दो रहेछ। दिनभरिलाई चाहिने कुरा शरीरले ग्रहण गर्दो रहेछ। शरीरलाई नचाहिने विकार मलमूत्र र पसिना बन्दो रहेछ। दिनभरलाई चाहिने कुरा शरीरले ग्रहण गर्दो रहेछ। शरीरलाई नचाहिने कुरा विकार मलमूत्र पसिना बन्दो रहेछ। काम गरौँ, मेहनत गरौँ, पसिना बगाउँ, निरोगी बनौँ, स्वीकृति फैलाउन पछि नपरौँ। दुष्कृतिबाट सधैँ परै बसौँ। काम गरौँ, मेहनत गरौँ, पसिना बगाउँ, निरोगी बनौँ, स्वीकृति फैलाउन पछि नपरौँ। दुष्कृतिबाट सधैँ परै बसौँ। पैसाले सम्बन्ध बिगार्छ, यसबाट टाढै बचौँ। समस्या परेको बेलामा आर्थिक होइन सामान दिई सहयोग गरौँ। पैसाले सम्बन्ध बिगार्दछ, यसबाट टाढै बसौँ। समस्या परेका बेला आर्थिक होइन सामान दिई सहयोग गरौँ। मानवताको नातालाई सधैँ उच्च स्थान देऊ। फटाहा जालीको सङ्गत भरिसके कहिल्यै नगरौँ। मानवताको नातालाई सधैँ उच्च सम्मान दिऊँ। फटाहा जालीको सङ्गत भरिसके कहिल्यै नगरौँ। आफ्ना सन्ततिलाई बेला बेलामा मार्गदर्शन गरौँ। सुखी र खुसी रहने हो भने एकापसमा मिलेर बसौँ, कसैसँग झगडा नगरौँ। आफ्ना सन्तानलाई बेला बेलामा मार्गदर्शन गरौँ। सुखी र खुसी रहने हो भने एकापसमा मिलेर बसौँ, कसैसँग झगडा नगरौँ। हवस् त, मेरो यो
62औं श्रृङ्खलाको वाचन अहिलेलाई यहीँ अन्त्य गर्दै अब 63औं श्रृङ्खलामा पुनः भेट हुने बाचासहित म अहिलेलाई बिदा हुँदछु। हवस् त।